म चाहिँ मेरो आफ्नै रुममा छु टक्क लाएर गाउँबाट पठाएको सिस्नो र मको भिडियो बनाउँदैछु हैन तपाईहरु हेर्नु हैन बनाउने तरिका पनि टक्क लाएर बनाउँछु मलाई खासै आउँदैन हैन बनाएर आफै खाने प्रयास गर्न चाहन्छु गाइजहरु भिडियो बनाउनलाई तातमा हप्ता पाइसकेको छ सिस्नो यहाँ चाहिँ यो सिस्नो हो हैन गाउँको हरि माथि हल्का 1-2 दिन पनि भइसक्यो अनि त्यो मैले राखिराथे आयो मा चिलो यार आचो मा चिलिरहेछ त यार मरेन त यार यसको काँडाहरु अहिलेसम्म यार चिलिरहेछ न यस्तो काँडा गरेको छ न यो टक्क लाएर मान्छे नदेखाउने पाक्छ हैन टक्क लाएर यसलाई चाहिँ ग्याप्प ढाक्दिने हैन गाइजहरु टक्क लाएर आनन्दले पाक्छ बासा हेर मैले पठाइदिएको मकैको पिठो हैन मलाई कस्तो खान मन लागिरहेको थियो के चट्ट पिठो हाल्ने हैन मकै आरा जस्तो फिजाउनु पर्छ यसलाई चट्ट लाएर गाइजहरु हैन ढिलो भइसकेको छ हैन यहाँ टट्ट लाएर पाकिसक्यो भने यसरी थाहा हुन्छ कि यो हैन पुरै फाटेको थाहा हुन्छ हैन यो भिडियो चाहिँ मलाई अहिले देखाउँछु म सबै लास्टमा फालिसक्यो टक्क लाएर लगाएर टक्क लाएर टक्क लाएर खाने मुसी हालेको हैन यसो राखेको छु खाने छु हैन टक्क लाएर खाने सिस्टम चाहिँ यसको चाहिँ स्टाइल यस्तो चक्क छोड्ने खुल्लुक्कै खाने यस्तो मिर्छ हैन ताजा अर्ग्यानिक खाना भने यो हो के खुर्सानी टोक्न त्यही खाने हैन टक्क लाएर यस्तै खाने कम नखुल्ला खाने हैन अनि यस्तो खाने हैन ढिलो एकदम हैन मा के भन्छ तिमीहरु त भएन थर्ड यस्तो छ के झोल रस है तर हैन यस्तो हुन्छ रस नि माका खाने सम्पर्क गरे बोलो छ यहाँ यो टट्ट लाएर त्यसले मुसेर अझै मिठो है लास्टै मिठो के त्यही भएर म खाँदैछु फेरि